साथीहरु यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो फेसबुक प्रोफाइल हो। यो मेरो फेसबुक प्रोफाइल हो भने यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर मैले चाहिँ आफ्नो प्रोफाइलमा फेसबुकको प्रोफाइलमा चाहिँ युट्युब च्यानलको लिंक राखेको छु र यो च्यानल पनि मेरै हो र यहाँ देख्न सक्नुहुन्छ 8800 के फलोअर्स चाहिँ छ। यसको मतलब यो चाहिँ मेरो युट्युब च्यानलमा भएको सब्स्क्राइबरहरु हो है। र यो म तपाईलाई देखाउनुको कारण के हो भने आज म तपाईहरुलाई चाहिँ फेसबुकमा चाहिँ आफ्नो युट्युब च्यानलको लिंक चाहिँ कसरी राख्ने भनेर म तपाईहरुलाई सिकाउन गइरहेको छु। त्यो पनि यहाँ सब्स्क्राइबर शो गर्ने गरी है। र त्यसको लागि तपाईहरुले सबैभन्दा पहिला यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला। र यो म सिधै तपाईहरुलाई यो च्यानल देखाउँछु। यहाँनिर टच गर्ने बित्तिकै हामी यो युट्युब च्यानलमा पुगिहाल्ने छौं। एकचोटी हेर्नु होला। यहाँ मेरो युट्युब च्यानल खोल्दैछ। जुन मैले लिंक राखेको थिएँ त्यो युट्युब च्यानलको यहाँ लिंक खोलिसकेको छ भने यहाँ देख्न सक्नुहुन्छ युट्युब च्यानल यहाँ खोलिसकेको छ इन्फर्मेसन थुलुङ भएर। र यहाँनिर देख्न सक्नुहुन्छ यहाँ 8089 के चाहिँ सब्स्क्राइबरहरु छ भने 310 वटा भिडियो छ। र म तपाईहरुलाई यसरी नै युट्युब च्यानलको लिंक चाहिँ फेसबुकमा राख्ने तरिका सिकाउँदै छु। त्यसको लागि तपाईहरु सिधै ब्याक सर्नु होला। ब्याक सर्नु होला अनि आफ्नो यहाँनिर देख्न सक्नुहुन्छ यो प्रोफाइलमा टच गर्नु होला है। यहाँ टच गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ यो तीनवटा टिक टिक छ नि यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि सबैभन्दा पहिला यो एडिटको अप्सन हुनुपर्छ है। यदि तपाईकोमा छैन भने यो टर्न अन प्रोफेसनल मोड लेखेकोलाई टच गरेर यसलाई अनमा हुनुपर्छ अथवा तपाईले सिधै ब्याक सरेर या तपाईकोमा यो देखाएको छैन भने ब्याक सर्नु होला। यहाँ तल देख्न सक्नुहुन्छ सी योर अबाउट इन्फो लेखेको यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ एड सोशल लिंक लेखेको यसमा टच गर्नु होला है। यहाँ टच गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यहाँ एड न्यू लिंक लेखेको यसमा टच गर्नु होला। यहाँनिर देखिहाल्नु भयो। यहाँ हेर्नु होला। यहाँ वेबसाइट छ, इन्स्टाग्राम छ, टिकटकको लिंक पनि राख्न सक्नुहुन्छ, युट्युबको लिंक राख्न सक्नुहुन्छ र अन्य धेरैको लिंकहरु राख्न सक्नुहुन्छ यहाँबाट। र म चाहिँ तपाईहरुलाई युट्युबको लिंक राख्न सिकाउँदैछु। त्यसको लागि युट्युबमा टच गर्नु होला है। यसमा ट्याक्क टच गर्नु होला। यहाँनिर टच गरिसकेपछि यहाँनिर यस्तो किसिमको खोल्ने गर्दछ र तपाईले अब यहाँनिर अलिकति गल्ती गर्नुहुन्छ के हो भने तपाईले यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर युट्युब छ, यहाँनिर युजर नेम युट्युब च्यानलको नाम राखेपछि भइहाल्छ भनेर सोच्नुहुन्छ होला। तर युट्युब च्यानलको लिंक राख्दा पनि हुन्छ। तर तपाईकोमा चाहिँ अहिले तपाईले जुन देख्नुभयो नि सब्स्क्राइबर शुद्ध जुन 8800 जुन फलोअर्स देखाएको शुद्ध देखाउन चाहनुहुन्छ नि त्यसको लागि चाहिँ तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ यो एड अकाउन्ट लेखेकोमा टच गर्नुपर्ने हुन्छ। र यहाँनिर टच गरिसकेपछि यहाँनिर तपाईको युट्युब च्यानल जुन जीमेल अकाउन्टबाट बनाउनु भएको छ नि त्यो जीमेल अकाउन्टलाई चाहिँ चुज गर्नुपर्ने हुन्छ। म तपाईहरुलाई देखाइहाल्छु है। एकैछिन पक्नु होला। यो एड अकाउन्ट लेखेकोमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि हामीसँग भएको जति पनि जीमेल अकाउन्टहरु छ त्यो सबै खोल्ने छ र तपाईहरुले कुनबाट युट्युब च्यानल खोल्नु भएको छ त्यसलाई लिंक गर्नु होला। त्यसको लागि म यहाँनिर मैले जुनबाट युट्युब च्यानल बनाएको छु त्यसलाई म लिंक गर्छु। त्यसको लागि म यहाँ टच गर्छु यसलाई। यहाँ टच गरिसकेपछि यहाँनिर हाम्रो यस्तो किसिमको आउँछ। एकछिन कुर्नु होला। फेरि यसलाई एकचोटी टच गर्नु होला। यहाँ तल देख्न सक्नुहुन्छ यो कन्टिन्यू लेखेको यसमा टच गर्नु होला। यहाँ टच गरिसकेपछि हामीलाई उतातिर एउटा यस्तो किसिमको आउँछ। यहाँनिर हामीले एउटा परमिसन दिनुपर्ने हुन्छ। यहाँ जानु होला। यहाँ गइसकेपछि हामीले चाहिँ यो यसलाई टच गर्नु होला। यो तल चाहिँ तपाईले अरु कसैले ह्याक गर्न खोजेको अवस्थामा चाहिँ यसलाई हामीले गर्नुपर्ने हुन्छ। तपाईले यदि गर्नुभएको होइन नि यो त हामीले नै गरिरहेको छौं कि फेसबुकमा हामीले लिंक गर्न खोजिरहेका छौं नि त त्यही भएर चाहिँ यहाँनिर मोबाइलको मोबाइल कुन मोबाइल हो भनेर सम्पूर्ण देखाएको हुन्छ। त्यो शुद्ध गरेर यहाँनिर इट वाज मी लेखेकोमा टच गर्नु होला। अब डन लेखेकोमा टच गर्नु होला। यसमा टच गर्नु होला है। र हाम्रो सम्पूर्ण भइसकेको छ भने यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर हाम्रो अर्को युट्युब च्यानल पनि लिंक भइसकेको छ। र यहाँ तल लेखेको छ नि यहाँनिर सेभ लेखेको छ नि यसमा टच गर्नु होला। अब हाम्रो यहाँ भइसकेको छ। अब म तपाईहरुलाई ब्याक सरेर देखाइहाल्छु। ब्याक सरौं र अब म तपाईहरुलाई एकचोटी सरेर देखाउँछु है। एकचोटी यसलाई रिफ्रेश गरौँ। यहाँ देख्न सक्नुहुन्छ यहाँ यति आइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ तपाईको 3.9 के फलोअर्स छ। र तपाईहरुले पनि यसरी नै आफ्नो फेसबुक आईडी मा चाहिँ आफ्नो युट्युब च्यानलको लिंक चाहिँ सजिलैसँगले यस्तो फलोअर शुद्ध देखाउने गरी चाहिँ अथवा सब्स्क्राइबर शुद्ध देखाउने गरी चाहिँ राख्न सक्नुहुन्छ। तपाईले एकचोटीमा जान्नु भएन भने फेरि दोहोऱ्याएर हेर्नु होला। तपाईले सजिलै आफ्नो युट्युब च्यानलको लिंक चाहिँ आफ्नो फेसबुक प्रोफाइलमा चाहिँ सजिलै राख्न सक्नुहुन्छ है त साथीहरु।